त्यसमा यसो घुम्न आएको थिएँ, त्यही बेलामा यसो भिडियो बनाएको। कस्तो घुम्ने ठाउँ, हेर्ने ठाउँ, रमाइलो ठाउँ रहेछ। यस्तो गार्डनहरू सजाएको मजाले गिटीहरू हालेर फोटो खिच्न, घुम्न, अनि यहाँ आउने पर्यटकहरूलाई मनोरञ्जन दिने हेतु मजाले बनाइएको रहेछ। यहाँ हेर्न सक्नुहुन्छ है, छेउमै हाइवे, त्यसको साइडमा पैदल यात्रीहरूको लागि सुविधा सम्पन्न यो फुटपाथ भनौँ। अनि यतापट्टि चाहिँ एक अक्वारियम, यहाँ बसोबास गर्ने मान्छेहरूको रहन सहन नै बेग्लै, शान्त वातावरणमा बस्न रुचाउने मस्त ठाउँ छ। त्यही हिसाबले डिजाइन गरेर बनाइएको यो अक्वारियम। कस्तो मस्त ठाउँमा बनाइएको यो अक्वारियम, माल्टा नेसनल अक्वारियम। सेता घाम चर्कै भए पनि मस्त हावा चलिरहेको छ, त्यसले गर्दाखेरि गर्मी भएको अनुभव पनि भइरहेको छैन। फोटोको टाइममा आएर मजाले घुम्न बस्न मस्त पाइन्छ। पार्किङ सुविधा सम्पन्न भएको यो ठाउँ। एकचोटि यसो बसेर हेरौँ यहाँबाट भ्यू कस्तो देखिँदो रहेछ। आज दिन पनि निकै खुल्ला छ, बादल कता कति देखिँदा पनि घरिघरि चिसोको अनुभव पनि भइरहेको छ भने घरिघरि न्यानो घाम चिसो हावासँगै बस्न डुल्न मस्त भइरहेको छ। यो पनि पार्किङ एरिया रहेको छ। यहाँबाट तल चाहिँ सिधै समुद्रको भ्यू देख्न सकिन्छ। मस्त निलो सङ्लो पानी, राम्रो डिजाइन गरेर बनाएको ठाउँ थियो घुम्न बस्नको लागि। यहाँ भने क्रोकोडाइलको चित्र कृति बनाएको छ, जहाँ मान्छेहरू कताकति बसेर मजा लिइरहेका छन्। यहाँ तल अझै स्विमिङ पुलहरू अझै बनाइँदै रहेछ। तल मस्त हावाको बेगसँग चुल्किरहेको समुद्र देख्न सकिन्छ। यहाँबाट गोजो भन्ने ठाउँ पनि प्रष्ट देख्न सकिँदो रहेछ। पर यदि क्यामेराले क्याप्चर गरिरहेको छ भने चाहिँ पर देखेको टापु चाहिँ गोजो हो। यो बिचमा एउटा टापु देखेको छ, त्योभन्दा उतापट्टिको चाहिँ टापु गोजो हो। यहाँ गोजो दुई भागमा के भन्छ अरे, माल्टा चाहिँ दुई भागमा विभाजित छ। आज अलि हावा तीव्र गतिमा भएको भएर अलि पानी समुद्र अलि छचल्किरहेको छ, अलि छाल बढी आइरहेको छ। फोटो लिने मस्त ठाउँ।